रेसुङ्गा त एकदम रमाइलो छ। टाढाबाट आउनेहरू पनि आउनुहोस् हैन। हाम्रो त नजिक छ, नजिकको धर्मस्थल हाम्रो के अरे नजिकको धर्मस्थल प्यारो हो कि भन्छन् हाम्रो हेला धर्मस्थल हेला भन्छन्, तर हाम्रो धेरै प्यारो छ रेसुङ्गा, एकदम राम्रो, धेरै धेरै राम्रो। टाढाबाट आउनेहरू अझै छन्। यो स्थलमा चाहिँ बहुत राम्रो छ, सुन्दर छ। यहाँ चाहिँ हावा पानी सबै कुरा राम्रो छ। यहाँ चाहिँ मान्छे पहिला आउँथे, अहिले आउन छोडे। यहाँ आउन पर्छ, घुम्न पर्छ। यो संस्कार यो तालको चाहिँ केही सुरक्षण पनि हुनुपर्छ। सबैले चाहिँ यसको माया लिनुपर्छ, माया गर्नुपर्छ। यो ताल चाहिँ एकदम उत्तम चिज हो, स्वर्ग हो। यहाँ आए कसैले नुहाइधुवाइ गरे पनि त्यो मुक्त पाउँछ, त्यो स्वर्गमा जान्छ। हामीले यहाँ चाहिँ सेवा गर्नुपर्छ, सबै कुराको रक्षा गर्नुपर्छ। यो स्वर्ग यो हाम्रो एउटा चाहिँ हामी कहीँ चाहिँ कहाँ मुक्तिनाथ भन्छौँ, कहाँ कहाँ जान्छौँ, कता कता जान्छौँ। यहाँ चाहिँ हाम्रो यो स्वर्गको ठाउँ हो। यो हाम्रो दह रेमी टिमुरे दह भन्ने हाम्रो ठुलो स्वर्गको ठाउँ हो। यसलाई चाहिँ सुरक्षण गर्नुपर्छ। सबैले आउने जाने सबै यहाँ रमाइलो गराइदिनुपर्छ। पहिला केही हुन्छ कि भन्ने जस्तो थियो, फेरि केही हराउँदै गयो। अब चाहिँ फेरि पनि चाहिँ यसमा राम्रो होस्, सुन्दर होस्। पर्यटकीय क्षेत्र चाहिँ यो हाम्रो रेसुङ्गालाई चाहिँ अझै झन् राम्रो चाहिँ गर्न हुँदो भने चाहिँ एउटा उच्च चाहिँ होइन। अब त्यसैको लागि चाहिँ नि एकदम हामी खुसी छौँ। अझै यसलाई चाहिँ बढाएर चाहिँ नि होइन मठ मन्दिरहरू चाहिँ नि सबै राम्रोसँग गर्नु पर्यो। अनि बाहिरका चाहिँ पर्यटकीय चाहिँ मान्छेलाई यहाँ बोलाउनु पर्यो, अनि यहाँको संरक्षण गर्नु पर्यो। यसलाई अझै बढाएर अझै अगाडि गर्नु पर्यो भन्ने एउटा चाहिँ नि यही खुसी छ। पहिलाभन्दा अलिकति पर्यटकहरू अब कम हुँदै गइरहेका छन्। यसो हेर्ने हो भने यहाँ अब चन्द्रकोटको एकदम राम्रो ठाउँ हो, एकदम टिमुरे ताल भनेको हैन। एकचोटि सबैले यो ठाउँलाई एकदम अवलोकन गर्न आउनु पर्ने भयो। आउनु होला, स्वागत छ तपाईहरुलाई। किन आउने, यहाँ के छ? यहाँको विशेषता अब यहाँ आएर तालको अवलोकन गर्नेदेखि लिएर यहाँदेखि अब यहाँदेखि धेरै ठाउँहरूको भ्यू देख्न पाउँछ, राम्रो राम्रो। सुरुमा 2045 साल असार 5 गते औपचारिक रूपमा हामी गुफाभित्र प्रवेश गर्दाखेरि गुफाको अगाडिको भाग करिब 500 फिट तल गहिरो थियो। गुफाको मुखमा विभिन्न लहराहरूले ढाकेको सौन्दर्यमय थियो। गुफाभित्र प्रवेश गर्दै जाँदाखेरि त्यहाँका आकृतिहरू अत्यन्त सफा थिए, उज्जवल थिए। पारदर्शक पत्थर थियो, विभिन्न आकृतिका शेषनागका कतै नरसिंह अवतारका, त्रिशूलका ती चित्रहरू अत्यन्त सुन्दर, राम्रा, मनमोहक र आकर्षक थिए। अनि सुरुमा यसको केही विकास भएको थिएन। एउटा भरिङ बाँसको बनाएर मान्छेहरू भित्र जाने गर्नुहुन्थ्यो। क्रमशः अहिले भित्र जाने गेटहरू बनेका छन्। भित्र पनि सहजै जानको निमित्त सिडीहरू बनेका छन्। आवत जावतको लागि मोटर गुन्नको लागि बाटोहरू बनेको छ। अगाडि मन्दिर बनेको छ। यसरी 45 सालदेखि यहाँसम्म आउँदा गुफाले धेरै ठुलो प्रगति गरेको छ र एउटा पर्यटकीय धार्मिक तीर्थस्थलको रूपमा विकसित भइसकेको छ र अझै धेरै यसलाई अन्तर्राष्ट्रिय स्तरमा यसलाई चिनाउनको निमित्त देशकै एउटा महत्त्वपूर्ण सम्पदाको रूपमा विकास गर्नको निमित्त अझै यसमा धेरै काम गर्न बाँकी छ।